हाई गाइज, इफ हजुरहरू पनि मीनाकाममा हुनुहुन्छ र यस्तो टाइपको खामी रिसिभ गर्नुभएको छ भने चाहिँ प्लिज डोन्ट इग्नोर दिस। किन भन्दाखेरि यो खामीबाट चाहिँ हजुरहरूले इचिमान गोल्स एन्ड एनको पोइन्ट्स कमाउन सक्नुहुन्छ। मैले चाहिँ धेरै कन्टेन्ट क्रिएटरहरूले चाहिँ मलाई इचिमानको खामी आयो भन्दै कन्टेन्टहरू क्रिएट गरेको देखिरहेको हुन्थेँ, बट फेक हो जस्तो लाग्थ्यो। किन भन्दाखेरि मैले चाहिँ अहिलेसम्म रिसिभ गरेको थिएन, द्याट्स वाइ। अनि यो पटक चाहिँ मैले पनि रिसिभ गरेँ अनि मलाई पनि विश्वास लाग्यो। यो खामी चाहिँ मलाई अराउन्ड 10 डेज अगाडि आएको थियो अनि हामी खाइसामा हामी सबैलाई आएको थियो। अनि साथीले चाहिँ त्यहीँ नै खोलेर हेरेको थियो अनि हामीले चाहिँ राम्रोसँग पढ्दा पनि नपढेर यो चाहिँ कहाँ युज गर्नु मिल्दो रहेछ भनेर हेऱ्यौँ मात्र। अनि सायद यो कार्डमा चाहिँ पैसा लोड गरेर अनि स्टोरहरूमा युज गर्ने होला भनेर सोचेको थियौँ। बट वान डे आई वाज इटिङ चटपटे खाने बेला चाहिँ मैले स्पुन खोजिरहेको थिएँ। स्पुन नभेटाएर आई वाज अबाउट टु इट चटपटे विथ दिस कार्ड होइन। थ्याङ्क गड मैले खाइनँ, अदरवाइज आई वुड हेभ बिन क्राइङ राइट नाउ। अनि पछि अर्को दिन चाहिँ खाइसामा एकजना दाइले चाहिँ त्यो कार्डबाट चाहिँ तिमीहरूले 15,000 एन कमाउन सक्छौ भनेपछि बल्ल म चाहिँ सक भयो। अनि रुममा आएर सबै प्रोसेसहरू गरेको थिएँ। अहिले चाहिँ मीनाकामी माझीमा चाहिँ खाद्यान्नहरू बढिरहेको छ अनि सबै कुराहरू बढिरहेको भएर चाहिँ अलिकति भए पनि राहत होस्, यहाँको रेस्टुरेन्टहरूलाई चाहिँ राहत होस् भनेर चाहिँ मीनाकामी माझीले चाहिँ सबैलाई यो 15,000 एनको पोइन्ट्सहरू बाँडिरहेको छ। अनि यो कार्ड चाहिँ हजुरहरूले चाहिँ 350 स्टोर्समा युज गर्न सक्नुहुन्छ, यहाँ लेखेको पनि छ। अनि यो कार्डको भ्यालिड डेट चाहिँ हजुरको चाहिँ 31 डिसेम्बर 2026सम्म मात्रै रहेको छ। त्यही भएर चाहिँ त्यति बेलासम्म चाहिँ हजुरहरूले यो पोइन्ट्सहरू चाहिँ सबै युज गरिसक्नुपर्ने हुन्छ। अनि यो पोइन्ट्सहरू रिसिभ गर्नको लागि चाहिँ हजुरहरूले हजुरकोमा यो कार्ड पनि आएको हुन्छ यो सँगै। अनि यो कार्डमा चाहिँ पछाडि दिएको छ आइफोनको क्युआर कोड अनि एन्ड्रोइडको क्युआर कोड भनेर दिएको छ। यो क्युआर कोडमा चाहिँ आफू चाहिँ जुन युजर हो, आइफोन हो भने आइफोन, एन्ड्रोइड हो भने एन्ड्रोइड, त्योबाट चाहिँ स्क्यान गरिसकेपछि हजुरहरूले एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। एप डाउनलोड गरिसकेपछि हजुरहरूले त्यहाँ रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। रजिस्ट्रेसन गर्नको लागि चाहिँ हजुरहरूले जीवुन नाम आए, देनमा बानको, सेनन कापी, मेल एड्रेस यताउति हाल्नुपर्ने हुन्छ। अनि सबै कुरा हालिसकेपछि चाहिँ हजुरकोमा चाहिँ फोनमा चाहिँ ओटिपी कोड आउँछ। अनि त्यो ओटिपी कोडहरूले चाहिँ हजुरले त्यो हालिसकेपछि चाहिँ हजुरको चाहिँ त्यो एप खुल्छ, होम पेज खुल्छ। अनि होम पेज खुलिसकेपछि चाहिँ त्यहाँ चाहिँ हल्का तल चाहिँ दुईवटा अप्सन हुन्छ। एउटा चाहिँ क्युआर कोड मिसेर गर्ने, जीवुन क्युआर कोड मिसेर गर्ने, अनि अर्को चाहिँ क्युआर कोड स्क्यान गर्ने। त्यो क्युआर कोड स्क्यान गर्नेमा गएर सानबानमा गएर हजुरहरूले चाहिँ यो अगाडिको फ्रन्टको क्युआर कोड स्क्यान गर्नुभयो भने चाहिँ हजुरको होम पेजमा चाहिँ 15,000 तेन्गु भनेर 15,000 पोइन्ट्स चाहिँ देखाउँछ। अनि त्यो पोइन्ट्सहरू चाहिँ हजुरहरूले यहाँ दिएको छ, स्टोरहरूको नाम मिसोहरूको नाम दिएको छ। यो स्टोरहरूमा चाहिँ युज गर्न सक्नुहुन्छ। 350 स्टोर्स इन्क्लुडिङ 7-Eleven अनि सन मल यताउति सबै ठाउँमा युज गर्न सक्नुहुन्छ। सो मैले चाहिँ लिइसकेँ, हजुरहरूले पनि यो अपर्च्युनिटी चाहिँ मिस नगर्नु होला। थ्याङ्क यू फर वाचिङ, सी यु इन नेक्स्ट भिडियो, बाई बाई।